guys, welcome my vlog. आज म घुम्न आएको छु सिजोका केनमा रहेको निहोन डायरी। मेरो यो फर्स्ट टाइमको भ्लग हो। अब हेरौँ कस्तो हुन्छ। फ्रन्ट क्यामेराबाट भनेको नि हामी दुईजना चाहिँ घुम्न आएको हो। गाइस म पनि छु है यसको भ्लगमा। मलाई नि हेर्नु होला। अनि यसलाई कसरी गर्ने हो त? कसरी गर्ने हो त? के गर्ने? यस्तो आफूतिर मास्क, चस्मा, टोपी के भन्ने युज गर्नु पर्यो। यस्तो बहल गरेर फेरि हिँड्यो। त देखा त तेरो भ्लगमा नि म कस्तो देखियो। ओहो माय गॉड, कडकनाथ। माय गॉड, ओ माई गास। माय गॉड। माथिबाट म प्रशान्त महासागर देखियो भने चाहिँ अलिकति धुम्म परिरहेको छ, तर देखियो भने प्रशान्त महासागर चाहिँ देखाउँछु भन्ने सोचेको छु। अब हेरौँ। पहिला नेपालमा हुने बेलासम्म चाहिँ प्रशान्त महासागर भनेर त ग्लोबकै त डल्लो डल्लो खालको स्कुलमा हुने बेलामा हो त्यस्तो हुन्थ्यो नि। त्यस्तोबाट चाहिँ हेरेको हो। अनि आज लाइभ अब यहाँ जापानैसित अब देख्न त हामीले चाहिँ देखिसकिएको छ, तर तपाईँहरूलाई पनि देखाउँछु भनेर हो। हेरौँ यो सागफुल कस्तो राम्रो फुलेको। यो यस्तो राम्रो ठाउँ छ गाइज यो। ओ माई गॉड, जापानको एकचोटि घुम्न पर्ने ठाउँ हो क्या यो सिजोका केन पनि। सिजोका केनको मस्ट यो त टप 3-4 मै पर्छ कि यो ठाउँ। यस्तो दामी छ नि है। आज यताबाट चाहिँ प्रशान्त महासागर देखियो भने थोरै अलिकति देखाउँछु भनेर भने हो। अब हेरौँ। मलाई नि खासै आइडिया छैन के राम्रोसँग थाहा। ओहो तर यहाँ नदेखिँदो रहेछ यार, देख्ला जस्तो लागेन। यस्तो राम्रो ठाउँ कसम यार, यस्तो दाममा मैले रिग्रेट भएन क्या मलाई यो ठाउँमा आएर। यस्तो दामी लाग्यो नि यो के हो यस्तो बना यत्रो माथि छ क्या यो। तर सरी म त्यो समुद्र चाहिँ नदेख्दो रहेछ यहाँबाट। सोचे थिएँ यहाँबाट देख्छ होला भनेको, नदेख्ने रहेछ। Sakura, sakura, sakura. ये उस माही रही है। ये वाला भी यहाँ वाला होके उसको भी वेट नहीं है। ये मत करो, मत करना कौन बैठा है? तो हम लोग नेपाल में दामन मानी ऐसे बनाने वाला खतरा हो जाए। बनाए रहा उनकी। लाली ग्रास तो मेरे 2-3 महीने पूरा चला।